हेलो एभ्रिवान, दर्शक नमस्ते। के छ मेरो युट्युब साथीहरू, सन्चै अनि कुशली होला। म पनि सन्चै अनि कुशली छु। न्यू डे न्यू भिडियो अनि न्यू ब्लगमा फेरि पनि तपाईहरु सबैलाई स्वागत छ। आज फेरि मेरो यो काठमाडौँमा सेकेन्ड डे हैन। सो आज चाहिँ जाँदैछौँ हामी पुरानो बानेश्वर। भान्जाको अलिक काम परेर एक दुईवटा काम छ अनि आज फेरि नयाँ नयाँ जग्गामा लोकेसनमा गएर तपाईहरुलाई त्यहाँको जग्गाहरूलाई एक्सप्लोर गर्नेछु। आई होप सो तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब माई च्यानल, लाइक शेयर सपोर्ट गर्नु नबिर्सिनु होला। इन्जोय गर्नुहोस्। भिडियोमा नयाँ नयाँ अपडेटहरू आउँदै जानेछ। सेकेन्ड डे है मेरो काठमाडौँमा अनि रमाइलो हुनेछ। बी कन्टिन्यू रमाइलो गर्नेछ है त साथीहरू। राइट गाइज, हाम्रो चाहिँ इन ड्राइभ अलरेडी बुक भइसकेको छ। यसरी नेपालमा चाहिँ फ्यासिलिटी दिएको छ कि इन ड्राइभ है। इन ड्राइभ चाहिँ कस्तो भन्दाखेरि तपाईँको ऱ्यापिडोहरू जस्तो अनि उबरहरू जस्तो हो। यहाँनिर चाहिँ नेपालमा चाहिँ चल्छ। झन्डै 4 मिनट लाग्छ भने डिस्टेन्स त यहाँनिर देखाएको रहेनछ। त्यो पहिला चाहिँ डिस्टेन्स देखाएको थियो। बाइक चाहिँ आउँदै गरेको यहाँ लोकेसन देखाउँदैछ अनि 86 रुपिसमा आउँदैछ। ड्राइभर चाहिँ एलिस। सब एभ्रिथिङ सेफ्टी छ यस्तो बुक गरेर जानुभयो भने चाहिँ। अनि यहाँ चाहिँ एउटा कुरा चाहिँ के फनी लाग्यो भने चाहिँ तपाईँले अमाउन्टहरू कम्ती अमाउन्टमा पनि तपाईँले रिक्वेस्ट गर्न सक्नुहुन्छ। उहाँ इन्डियामा चाहिँ त्यस्तो छैन। एउटै अमाउन्ट छ भने डाइरेक्ट बुकिङ। यहाँ चाहिँ तपाईँले जस्तो बार्गेनिङ गर्नु सक्नुहुन्छ, तर उनीहरूले पनि बार्गेनिङ गर्नु मिल्दो रहेछ क्या बाई एप। त्यो चाहिँ दामी लाग्यो। अहिले चाहिँ जाँदैछौँ हामी पुरानो बानेश्वर। सो अलरेडी आइसकेको छ, मोटोहरू आउँदैछ होइन। सो आइसकेर चाहिँ म जाँदै गर्दाखेरि चाहिँ तपाईँलाई भिडियो देखाउने छु त्यहाँको नजाराहरू। ल त सो कन्टिन्यू गर्नु। आज पनि रमाइलो हुनेछ। यो काम सकिएपछि चाहिँ दामी हुनेछ हाम्रो रमाइलो पलहरू फेरि पनि कन्टिन्यू नै चल्नेछ। ल त सो फाइनली इन ड्राइभको दाइ पनि आइपुग्यो। यो रहेछ यता है। अनि आइसक्यो दाइ चाहिँ। यहाँ चाहिँ फेसिलिटी राम्रो छ नि त। दामी टक्कै चढ्यो गयो होइन। अनि एउटा गाडी चाहिँ अब आउनु बाँकी छ, उसको चाहिँ आउँदैछ। सो आएपछि चाहिँ सँगै निक्लिने भनेर सोचिरहेको छौँ। किनभने चाहिँ सँगै निक्लियो भने चाहिँ जाने चाहिँ उसकै छेउमा हो नि त। प्रपरली मजा आउँछ एउटै ठाउँमा जानुको लागि। अनि कति लाग्यो भन्दाखेरि चाहिँ 86, उसको चाहिँ 95। किनभने टाइम अनुसार चाहिँ अलिकति बढ्छ पनि घट्छ रहेछ। त्यो भएको कारणले गर्दा यो मोटोमा चाहिँ जानेछु। ल त बाइक पनि आयो, अब चाहिँ जाने हो। मेरो बाइकमा चाहिँ भान्जा चढ्यो अनि भान्जाको बाइकमा चाहिँ म चढ्दैछु। किनभने चाहिँ कम्फर्टेबल ऊ चाहिँ अलिक हाइट छ नि त। हाइट भएको कारणले गर्दा उसलाई कम्फर्टेबल हुन्छ। एफजेड चाहिँ अलिकति हाइट छ अनि म चाहिँ स्प्लेन्डर। मलाई मनपर्ने स्प्लेन्डर किनभने चाहिँ लास्टिङ अन्त कम्ती पेट्रोलमा कुद्ने चाहिँ गाडी स्प्लेन्डर हो क्या। त्यो भएको कारणले गर्दा माइलेज चाहिँ राम्रो हुन्छ। दामी। ल यस्तो छ है त अहिले 11 बजेको भ्यूहरू। द्वारिका सो गाइस फाइनली आइपुग्यो। सो थ्याङ्क यू। ओके अब चाहिँ माथि जाने चाहिँ अलिक काम छ। सो अहिले चाहिँ भिडियोलाई यतिसम्म राखौँ। रमाइलो हुँदै जान्छ। दामी रहेछ लोकेसनहरू। कतिवटा लोकेसन मैले देखाउनु पाउँदिनँ होला, देखाउनु पाइनँ होला। सो डोन्ट माइन्ड है। सो तर जति सक्दो भिडियो क्याप्चर गरेर तपाईँहरूलाई देखाउने छु। सो भिडियोमा कन्टिन्यू है त। ल एभ्रिवान बी रेडी। हामीहरू अलरेडी रेडी भइसकेको छौँ। हामीले सोचेको छौँ 2 लोकेसन। एउटा चाहिँ हो ड्रिम्स अफ गार्डन है। अनि अर्को लोकेसन चाहिँ सोचेको छौँ धरारा काठमाडौँको। किनभने चाहिँ धेरै सुनेको जग्गा हो धरारा। धराराबाट चाहिँ पुरै काठमाडौँ देख्छ अरे। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ धरारा चाहिँ जानैपर्छ होला। अहिले चाहिँ सोचेको छैन, दुईटा लोकेसन चाहिँ सोचेको छौँ।
कभर गर्नु पायो भने राम्रो हो दुईवटा लोकेसनलाई कभर गर्नु पाएन भने चाहिँ ट्राई आवर बेस्ट है दिनेछौँ सो गाइस भिडियोमा कन्टिन्यू गर्नुहोस् रमाइलो हुनेछ अनि काठमाडौँ यही भिडियोद्वारा तपाईँहरूले हेर्न सक्नुहुन्छ कस्तो के छ ल है त यो चाहिँ हो काठमाडौँ सहर है अनि धेरै मान्छे ग्यादरिङ चाहिँ अलिक सिमिलर टु बेङ्गलोर जस्तो लाग्यो मलाई चाहिँ कतिवटा एरियाहरू कतिवटा जग्गाहरू चाहिँ नि सिमिलर बेङ्गलोर जस्तो लाग्यो अहिले चाहिँ हामी सुनिरहेको जग्गा जो चाहिँ धरारा होइन कतिको के सही हो किनभने कतिले भन्छ नि त धरारा माथि चढेर हेऱ्यो भने चाहिँ पुरै काठमाडौँ देख्छ अरे क्या त होइन अहिले अब टिकट काउन्टर चाहिँ यता साइडमा छ अरे त्यता जानेछौँ यस्तो छ स्ट्यान्डहरू अनि धरारा छ यस्तो यहाँको चाहिँ दुबईको ब्रुज खलिफा जस्तो अब त्यस्तै हो यहाँको चाहिँ धरारा ल त गाइस पस्यो है धराराभित्रको नजारा यस्तो छ फोटोसुटहरू चाहिँ गर्नु मिल्दो रहेछ अनि टिकट चाहिँ यस्तो हुँदो रहेछ दुईवटा टिकट दिएको छ होइन पर हेड चाहिँ 200 रहेछ अनि सायद त मलाई चाहिँ महँगै लाग्यो एउटा धरारा त्यसमा चढ्नको लागि 200 नेपाली करेन्सी सो गाइस तपाईँहरू नि आयो भने चाहिँ के कसो फिडब्याक चाहिँ म अहिले एकछिनमा दिनेछु त्यहाँ फोटो सुट गर्नु चाहिँ दामी हुने रहेछ राम्रो छ नजाराहरू आज हामीले कहाँबाट ल्याएको अरे साउथ अफ्रिकाबाट ल्याएको फोटोग्राफर यहाँ छ अफसर त्रिपाठी निरोला सो गाइस भिडियोमा त एकछिन ल त है नजारा आइसकेको छ हामी छेउमै धराराको छेउमै आइपुगेको छौँ यस्तो छ अरे दलदले यस्तो दामी छ यो चाहिँ तपाईँ हेर्नु सक्नुहुन्छ यो धरारा मैले जस्ट भिडियोतिर देखेको आज फाइनली धरारा तपाईँहरूलाई पनि देखाउन पाएँ आइएम सो लकी है यस्तो छ धराराको छेउमा हामी अलरेडी टिकट बुक गरिसकेको छ अनि अब यहाँबाट चाहिँ चढ्ने हो माथितर्फ होइन अनि आई डोन्ट नो यो टुप्पोमा पुग्नु कति टाइम लाग्छ किनभने चाहिँ लिफ्ट बिग्रेको छ अरे या लिफ्ट छैन आई डोन्ट नो छैन भन्यो लिफ्ट बिग्रेको होला अब चाहिँ हिँडेरै जानुपर्ने अवस्था सक्छ सक्दैन लेट्स ट्राई म चाहिँ कम्प्लिट गरेरै छोड्छु किनभने चाहिँ तपाईँहरूलाई त्यहाँको माथिको भ्यू चाहिँ अफकोर्स देखाउने छु लेट्स कन्टिन्यू है त टाइम हेर्दैछौँ कति मिनट चाहिँ लाग्ने रहेछ माथि चढ्नु यो चाहिँ मेन गेट 45 हजुर टिकट पर्दैन ए यहाँभित्र पसेपछि चाहिँ टिकटको काम सक्यो यस्तो छ अब चाहिँ यहाँदेखि सुरुवात चाहिँ कति मिनट लाग्दो रहेछ ल 4:32 भयो अब 4:32मा हिँड्दैछौँ ल अलराइट फाइनली हामी 10th फ्लोर चढिसक्यो आरो न अझै यो लिफ्ट चाहिँ सायद लिफ्ट होला यहाँ बिग्रेको छ 10th फ्लोर कम्प्लिट अझै जाँदैछौँ हामी माथि लेट्स कति फ्लोर होला गेस गर्नु होला कतिले धरारा आएर भिजिट गरेर गएको भ्युवर्स हुन्छ तपाईँहरूले गेस गर्नु सक्नुहुन्छ ल तर पनि अपडेट चाहिँ गर्नेछु म तर पनि तपाईँहरूको गेस सुन्नु है त ल फाइनली आइपुग्यो 20 फ्लोर रहेछ म त सोचेको थिएँ 22 गेस गरेको थिएँ तर 20 फ्लोर खै कता गयो अनि त्यता
त फ्लोरबाट चाहिँ डाउन हेर्दा चाहिँ दामी छ भनेपछि हामीलाई कति मिनट लाग्यो भने नि 12 मिनट लाग्यो 20 फ्लोर चढ्नको लागि 12 मिनट सो तपाईँहरू एक्सपर्ट छ माथि चढ्नुको लागि हैन तपाईँहरूलाई चाहिँ सजिलै पर्नेछ 5 देखि 7 मिनट हामीलाई चाहिँ 12 मिनट लाग्यो धरा यो को माथिबाट चाहिँ दामी देख्दैछ दामी देख्छ जानु जस्ट यहाँबाट आएर चाहिँ एउटा नेपालको हैन धरा छ भन्ने बाट चाहिँ अब राम्रो तपाईहरु भित्र पस्नु मन लाग्यो भने पस्दा हुन्छ त्यति साह्रो खासै चाहिँ धेरै एक्सपेक्टेसन नगरेर आएको बेटर हुन्छ तर राम्रो चाहिँ राम्रो देख्छ माथिबाट पुरा यो अब लोकेसन चाहिँ नाम चलेको हो नि त काठमाडौँको धरारा ठुलो छ काठमाडौँको धराराबाट चाहिँ पुरै देख्छ भन्ने सुनेको त्यो भएको कारणले गर्दा मात्रै चढेको यस हुन्छ ठिकै राम्रै छ त्यति साह्रो खासै चाहिँ अम्बो भन्ने चाहिँ छैन नर्मल सो गाइस बी कन्टिन्यू अझै रमाइलो गर्नेछौँ किनभने चाहिँ अझै हामी अर्को जग्गा पनि लोकेसन जानेछौँ जहाँ हामी जानेछौँ तपाईँहरूलाई अपडेट गर्दै गर्छु कन्टिन्यू है माथि धराराको माथिबाट सिन दामी मजा आउने रहेछ दामी बाबा यस्तो गरेर माथिबाट खिच्दाखेरि चाहिँ लौ हे साथी धराराको माथिबाट सेल्फी स्टिकबाट ओके भिडियो होइन अलराइट हामी चाहिँ धराराबाट निक्लिसकेका छौँ शक्तिमान ओके तिमीहरू नपत्ताको काठमाडौँमा छु भनेर तिमीलाई पत्ताउने के देखाउनु हेर यहाँ काठमाडौँ म अहिले चाहिँ म काठमाडौँमै छु है त गाइस ल यहाँ क्राउड आउँछ जाँदैछौँ हामी ड्रिम्स अफ गार्डन ल जसलाई चाहिँ गार्डनको ड्रिम्स छ नि त्यो छेउमा चाहिँ जाँदैछौँ हामी क्राउड हेर न हौ यार सब्जी किन्नु गए जस्तो के हामी यत्रो भिड भयो काठमाडौँ सहर भिडभाडको सहर ल अहिले चाहिँ आयो हामी गार्डन हजुर गार्डन आइपुग्यो यो चाहिँ हो ड्रिम्स अफ गार्डन लौ नेचुरल बर्डको साउन्ड सुन्नु है दामी ड्रिम्स अफ गार्डनमा आएर कस्तो लाग्दैछ ल गाइस अलरेडी हामीले फिनिस गर्यो भित्रको टुरहरू तपाईँहरूलाई पनि लोकेसन देखाइहाल्यो तपाईँहरू पनि एक्साइटेड काठमाडौँ आएपछि भेट्न चाहनुहुन्छ भने घुम्न चाहनुहुन्छ भने छ एउटा ड्रिम्स अफ गार्डन म त घरिघरि ड्रिम्स अफ दरबार भनिहाल्छु क्या ओ राति घुम्नु चाहिँ मजा आइदिँदो रहेछ काठमाडौँमा भान्जी सो के भन्ने भान्जी कस्तो के भन्ने मलाई केही भन्नु नै छैन के किन लाज लागिरहेछ र गाइस अहिले चाहिँ हामी डिनर गर्न रेस्टुरेन्टमा आएको छौँ यो रेस्टुरेन्ट तपाईँलाई देखाउँछु ल सरप्राइज यो कुन चाहिँ हो भन्दाखेरि चाहिँ दादाको भिडियोहरूमा हेरिबस्थ्यो नि त हामी रुमबाङ किचन होइन यो हेर्नु सक्नुहुन्छ यहाँ आएको छौँ हामी यो कतिले चाहिँ चिन्नुहुन्छ होला तपाईँले भिडियोहरूमै हेर्नुहुन्छ अनि यो जग्गा चाहिँ युट्युब चलाउँछ उनीहरूले यो चाहिँ फेमस रुङमाङ किचन है अनि यहीँनिर चाहिँ हामी खाना खानु आएको छौँ डिनर सो एक्साइटेड थिएँ होइन
दादाहरूलाई भेट्ने पनि रहर थियो होइन भन्छ नि अब तर भेट्नु चाहिँ पाएन दादा र भाउजूलाई भेट्नु पाएन हामी चाहिँ यहाँ छेउमै बसेको छ बोजूहरूकोमा त्यो भएको कारणले गर्दा चाहिँ हामी आएको थियो आजको डिनर यहाँनिर गर्नु अनि धेरै सुनेको थियो नि त यहाँ खानाहरू राम्रो पाउँछ भनेर सो फाइनली हामी आएको छौँ हेरौँ त अर्डर अलरेडी हामीले गरिसकेको छौँ टेस्टहरू कस्तो के छ तपाईँहरूलाई बताउने छ होला त र राइट गाइस फाइनली अर्डर चाहिँ आयो हामीले अर्डर गरेको थियो चिकन फ्राइड राइस अनि किमा है किमा अनि यो पनि चिकन फ्राइड राइस भेज फ्राइड राइस अनि पोर्क नुडल्स सो अब चाहिँ खानेछौँ त गाइस रुममा पनि आइपुग्यो सो रेडी सेडी होइन रुम ड्रेसहरू चेन्ज गरेछु आजको भिडियो चाहिँ यतिसम्म नै खुब रमाइलो भयो भोलिको फेरि यात्रा छ हाम्रो काठमाडौँ टु पत्री सो रमाइलो हुनेछ फेरि पनि यस्तै भिडियोहरू आउँछ बी कन्टिन्यू सो टेक केयर यो भिडियो चाहिँ यति नै गर्नेछौँ है सो टेक केयर बाई बाई सी यु इन नेक्स्ट भिडियो